नमस्ते साथीहरु, हजुरलाई आज लप्सीको अचारको प्रोसिडियर सिकाउँदै छु। सुरुमा लप्सीलाई बोइल गरेर राम्रोसँग राख्नुहोस्। कराईलाई ग्यासमा राम्रोसँग हिट गर्नुहोस्। अचारमा राख्नको लागि ड्राई मसलाहरूलाई रेडी गरेर राख्नुहोस् र कराईमा तेल राख्नुहोस्। तेल तातिसकेपछि त्यसमा हजुरले अघिको इन्ग्रेडियन्ट्सहरू ड्राई इन्ग्रेडियन्ट्सहरूलाई राख्न सक्नुहुनेछ। राम्रोसँग पड्काउनुहोस् ड्राई इन्ग्रेडियन्ट्सहरूलाई र हजुरले आवश्यकता अनुसार बेसार पनि एड गर्नुहोस् त्यसमा। त्यसपछि हजुरले अघिको लप्सीलाई राख्न सक्नुहुनेछ। सबै लप्सीलाई राखिसकेपछि हजुरहरूले राम्रोसँग चलाउन सक्नुहुनेछ। राम्रोसँग चलाउनुहोस्। चलाइसकेपछि हजुरले आवश्यकता अनुसार त्यसमा नुन एड गर्न सक्नुहुनेछ। नुन एड गर्नुहोस्। नुन एड गरिसकेपछि राम्रोसँग त्यसलाई चलाउनुहोस्। चलाइसकेपछि हजुरले एकछिन पाक्न दिनुहोस्। त्यसपछि हजुरहरूले हजुरको स्वाद अनुसार हजुरले धुलो मसलाहरू राख्न सक्नुहुनेछ। धुलो मसला राखिसकेपछि हजुरले धुलो खुर्सानी पनि त्यसमा हजुरको स्वाद अनुसार राख्न सक्नुहुनेछ। धुलो खुर्सानी राखेपछि त्यसलाई राम्रोसँग चलाउनुहोस्। चलाइसकेपछि हजुरले त्यसमा हजुरको स्वाद अनुसार र क्वान्टिटी अनुसार चिनी पनि राख्न सक्नुहुनेछ। चिनी राखिसकेपछि हजुरको एकछिन पाक्न दिनुहोस्। पाकिसक्यो भने यसलाई हजुरको लप्सीको अचार रेडी हुनेछ। रेडी भइसक्यो भने यसलाई सेलाउन दिनुहोस् र हजुरले डिब्बामा प्याकिङ गरेर राख्न सक्नुहुनेछ। हस् त, थ्याङ्क यू, बाइ बाइ।